रामपुर बजार चोकमा हामी चाहिँ यहाँनिर चाहिँ आइरहेका छौँ। साथीहरू चाहिँ आइरहेछन्। एउटा यात्राको क्रममा हामी रमाइलो गर्ने उद्देश्यका साथ आइरहेका छौँ। रामपुर बजारको एउटा चौकबाट भित्र पुगेछौँ। फेरि अटो चल्दो रहेछ। अटो अर्को बेलामा अटो देखियो। नानीहरू पनि आइरहेछन् अनि यसरी धेरै रमाइलो चाहिँ भइरहेको छ। यात्रा चाहिँ राम्रै भइरहेछ। हजुर बाट आएर चाहिँ हामी बतासामा चाहिँ माछा खायौँ। अनि त्यस पछाडि निस्क्यौँ उकालो बाटो जस घन्दाङ रातिमै भए पनि हामीले चाहिँ काउले बजारमा आयौँ। काउलेमा बस्यौँ, होमस्टेमा बस्यौँ। त्यस पछाडि चाहिँ आज बिहान चाहिँ हामी काउलेको जुन चाहिँ सामुदायिक भवन यहाँ अमृतसर खायो। असाध्यै राम्रो थियो है। यहाँ टिकटकहरू बनायौँ, गऱ्यौँ। अनि फेरि चिया खायौँ, खाजा खायौँ, कोदाको रोटी, लोकल कोदाको रोटी खायौँ। त्यसरी चाहिँ हिँडेको यात्रा हामी चाहिँ निरन्तर रूपमा यी साथीहरू अगाडि छन्, पछाडि पनि साथीहरू छन्, आइरहेछन् साथीहरू। यो स्मरणीय यात्रा भइरहेको छ। हामी निरन्तर यात्राकै क्रममा छौँ। जीवन यात्रा नै हो। नयाँ नयाँ ठाउँ देख्नु पनि ठुलो कुरा हो। रामपुरमा कहाँ होला, कता होला जस्तो लाग्थ्यो। राम्रो हाम्रै